गुड मर्निङ फ्रेन्ड्स। आज यसको सब्जी खानु पऱ्यो भनेर नि। अब कतिजनाले त यसलाई चिन्नुहुन्छ है, कतिले चाहिँ चिन्नुहुन्न। यो चाहिँ पाहाडतिर पाइन्छ प्रायः जसो। यसलाई चाहिँ नेभारा भन्छन्। तराईमा चाहिँ त्यसै साह्रो हुँदैन यो। आज चाहिँ यसको सब्जी बनाएर खानु पऱ्यो। काटेपछि यसरी चोप आउँछ है। ल साथीहरू, तासतुस पारेर यतिको बनाइयो है। अब यसलाई चाहिँ मसिनो गरेर भित्रको भित्र दाना हुन्छ, त्यो दाना ननिक्लिने गरी बाहिर मसिनो गरेर काट्ने। साथीहरू, काटेर चाहिँ यस्तो बनाएको छु है। यस्तो भयो। यसको भित्र दाना चाहिँ यस्तो खालको हुन्छ। यो दाना चाहिँ नपर्ने पाराले यसरी काट्नु पर्यो है। मलाई पनि के हो बेला बेला यसो नौलो चिजहरू बनाएर खाउँ लाग्छ है। अब यसलाई चाहिँ बोइल गर्नुपर्छ। बोइल गर्नलाई यहाँ पानी बसाइसकेको छु है। अब यो बोइल हुन्जेल चाहिँ, यो बोइल भएर पाकुन्जेलसम्म चाहिँ म मसला बनाउँदै गर्छु। अब मसला बनाउन लाग्यो साथीहरू। प्याज हाल्यो, अनि अदुवा लसुन, अनि एउटा टमाटर, अनि अलिकति तोरी पनि। तोरी चाहिँ धेरै हाल्नु हुँदैन। मसला बनेर रेडी। बोइल गरेर निकालिसक्यो है। यो पाकिसकेको छ। अब कराई सराई बसाइहाल्यो। अब आमाले चाहिँ आफ्नै बारीमा फलेको अर्ग्यानिक सब्जी लिएर आउनुभएको छ। यो पनि आफ्नै बारीमा फलेको हो। अब तेल पनि तात्यो है। सानो खोर्सानी, 5 फोरन, त्यो पछाडि त्यसपछि हर्दी, अनि नुन, अनि एउटा स्वादको लागि तेजपत्ता। अब यसलाई एकछिन पकाउने। यो पाक्नुको लागि अलिकति पानी त चाहियो, अलिकति पानी हालिदिने। अब एकछिन उम्लिन दिने। यसरी हाम्रो मसला यसरी पाकिरहेको छ है। यो पाकिरहेको त पाकिसक्यो मसला पनि। त्यसमा यो हालिदिने। अनि यसलाई अब एकछिन पाक्न छोडिदिनु। एकछिन छोपिदिने, सानो फ्लेम बनाएर। यता अर्ग्यानिक रेडी हुँदैछ। आमाले केलाउनु हुँदैछ। यस्तो भयो होइन। अब अलिकति चाखी हेर्नु पर्यो। अब चाखी हेर्नु पर्यो कस्तो भएछ। ठिकै छ, मिठो मिठै हुँदो रहेछ।